देश बिचाए अछोपति भनेका थिए प्रतापी निपति सबले गनेका। पुत्री तिनी गुणवती विदेशी पढेकी सावित्री नाम जसको तिथिन बढेकी। आएन तिनकन त माग्न कुमार कोही बुबा मुमा कनती फिक्री परेछ सोही। आफै स्वयंवर गर भनी पुत्रीलाई आज्ञा दिए निरपतिबाट सुबुद्धि आई। मैया सखीहरू रथेर लि सिपाही पाल्की चढिकन गइन् बन डुल्नलाई। देखिने कुनै युवकलाई त्यही बसेका निधारमा बिगुल केही थिए घसेका। लि ब्रह्मचारी जसको छ सुपुष्ट अङ्ग प्रत्यक्ष सुन्दर छ व्याप्त भई अनङ्ग। छन् नेत्र ती कमल पत्र सरिरहेका देखिन्छ अपूर्व सुषमा जिउमा भएका। एउटी सकिकन पठाइदिन् र जाई शोधनी भई परित्यागी कुमारलाई। तिनले सबै भनिदिए निज नाम धाम सावित्रीलाई सखीले गरिदिए बयान। नाउँ रहेछ तिनको शुभ सत्यवान राजादि सालले पतिको सुतती जवान। हारेर शत्रुसित राज्य सबै बनैमा बस्दा रहेछन् बुबा जसका सगैमा। अन्धा पिता कनती राजकुमार सेवा गर्दा रहेछन् सुसैकन मानिस मेवा। रानी मुमा पनि तिनैकी सँगै बसेर भोग्थिन् अनेक वन दुःखहरू चढे सहेर। यति कुरा सुनिसकी सखीबाट तहाँ फर्किन् कुमारी अनि फेर दरबारमा। सावित्रीले गई बुबा र मुमाजीलाई बिन्ती गरिन् प्रथम सब कुरा बताए। राजी भई पति बेरै सत्यवान जो शास्त्र देव पतिका सुत हुन् प्रथान। बुबा मुमा जब त दान दि मलाई ज्वाइँ गराउनु चहबती कुमारलाई। देवर्षि आउनुभयो तै उत्तिखेरी देखेर अशोपतिले दुई हात जोरी। सिंहासन उपर झट्ट लगी बसाले रानी र पुत्री कन दर्शन गर्न लाए।